being in bliss. So right now I'm on the hike, first hike of this year. First of all, I'd like to say Happy New Year. Yes, नयाँ साल 2082 को सम्पूर्ण देश विदेशमा रहनुभएका नेपालीहरू, मैले मान्नुपर्ने अग्रज व्यक्तित्वहरू, मैले चिनेका, मलाई चिनेका सबै इष्टमित्र साथीभाइहरू, सहकर्मी दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सासाना नानी बाबुहरू र आज यस सालको पहिलो हाइक चाहिँ म भनेको छोटो पदयात्रा चाहिँ माइपोइसम्म गरिरहेको छु र यो पदयात्रासँगको आफ्नो त्यस्तो धेरै त होइन, तर समय पाउँदा पदयात्रा गरिरहन्छु म। त्यस्तो कुनै एउटा तालिका, एउटा व्यवस्थित उचित होइन, समय मिल्दा फुर्सद हुँदा गर्दछु र पदयात्रा गरिरहँदाखेरि चाहिँ तपाईँहरूले नेपथ्यमा सुनिराख्नु भएको छ यहाँ विभिन्न चराचुरुङ्गीका आवाजहरू र यो प्रकृतिमा रमाउन सकिन्छ होइन। धेरै मान्छेलाई आश्चर्य लाग्न सक्छ किन पदयात्रा चाहिँ गरिराख्ने होला, अथवा यो पदयात्रा छोटो दूरीमा पदयात्राको किन होला जस्तो उत्सुकता हुनसक्छ कसैलाई। तर यही हो, प्रकृतिबाट नजिकमा हुन पाउन। अब तपाईँ हामी जस्तै गाडीमा सबै सालमा जाँदाखेरि के हुन्छ भने प्रकृतिको आनन्द लिन चाहिँ कस्तो भने त्यो एकछिन समय त्यसमा बसेर त्यसको त्यो एउटा ऊर्जा चाहिँ आफूमा महसुस गर्न चाहिँ पाइँदैन क्या। त्यो एकछिन झर्नु पऱ्यो होइन, यसरी चाहिँ सकिन्छ। यसो पदयात्राले मान्छे तपाईँको बाटो आउँछ, कति हिँड्नु बाटो सक्छ, कति विचारहरू आउँछन् होइन, त्यो चिजहरू आफैले आफूलाई पनि चिन्न सकिन्छ क्या। र अब यति भन्दै आजको हाइक छोटो भिडियोमा तपाईँलाई नयाँ वर्ष 2082को शुभकामना सबैलाई सकारात्मक होस्। हामीले भुल्न नहुने कुरो के कहिलेकाहीँ लाग्छ आफूले जे सोचेको त्यही संसार